यो जोगमाई भयो भने यो चाहिँ माई हो। एकदम पुरानो अहिले चराउन लाँदै गर्नु भएको अङ्कल। माई र जोगमाईको जुन त्रिवेणी जुन पानी मिलेको जग्गा चाहिँ म देखाउन गइरहेको छु है त। झोलुङ्गे पुलको मजा चाहिँ लास्टै मजा आउँछ। कति चिसो पानी हो गाइजहरु। हेलो अनि वेलकम ब्याक टु न्यू भिडियो। आज चाहिँ हामी जोगमाईको किनारतिर घुम्न आइरहेछौँ। हामी जाँदैछौँ, हाम्रो गन्तव्य चाहिँ अलिकति टाढै हो। यहाँदेखि चाहिँ हामी हिँडेर जाने हाम्रो लक्षण भनेको चाहिँ जहाँ भाइरल माता रिसेन्ट टाइममा भएको जग्गामा हो, जहाँ इलाम र जुन त्यो पुल बनेको साइडमा भाइरल माताको जुन मन्दिर रहेको छ त्यहीँ जानेछौँ। अनि तपाईँहरूलाई चाहिँ म यो जुन वरिपरिको धानबारीको सिनारीदेखि लिएर यो पाहाडको भ्यूहरू चाहिँ देखाउन मन लाग्यो, किनकि अत्यन्तै सुन्दर भएको कारणले गर्दा चाहिँ म हजुरहरूलाई देखाउन गइरहेको छु है त। हेर्नुहोस्, यो एकदम ढुङ्गाहरू राखिएर बनाएको गारे घर भन्छ। अनि पाहाडको नजाराहरू हेर्न सक्नुहुन्छ। अनि धानबारी चट्ट मिलेर, अनि यो चाहिँ यस्तो मलाई लाग्यो, यो दृश्यहरू हेर्दा चाहिँ एकदम मिनी मुस्ताङ हुन्छ नि, सानो सानो मुस्ताङको याद आयो। अनि साथमा सौरभजी हुनुहुन्छ। हामी दुईजना चाहिँ आज जाँदैछौँ। धेरै दिन बादमा हाम्रो लगभग अराउन्ड 3-4 महिना बादमा हाम्रो ब्याक टु जोइनिङ हुनुभएको छ है। ल त यो सफरलाई हामी मजेदार गरौँ। अनि यो पारी चाहिँ देख्न सक्नुहुन्छ, एकदम पहेँलो पहेँलो फुलहरू फुलिरहेको छ। धेरै यहाँमाथि देख्नुहुन्छ धेरै पहेँलो फुलिरहेको थियो। अहिले यहाँसम्म चाहिँ हामी गाडीमा आयौँ। अब यहाँदेखि चाहिँ हाम्रो जर्नी भनेको चाहिँ हिँडेर हुनेछ खोलाको किनारमा। अनि के क्षतिपूर्तिहरू भएको छ, खोलाले असर भएको छ होइन, जुन खेतीबारीमा होइन, त्योहरू पनि देखाउनेछौँ। अनि साथमा होइन राम्रो राम्रो सिनारीहरू पनि म यो भिडियोमा क्याप्चर गरेर देखाउनेछु। हजुरहरू बनेर बस्नु होला। अनि यो गारे घरको दृश्य चाहिँ म तपाईँहरूलाई एकदम नजिकमा गएर देखाउन चाहेँ क्या। यो गारे घरको दृश्य चाहिँ अत्यन्तै सुन्दर र यो है। अब सुन्न कस्तो चाहिँ, अब न सिमेन्ट हालेको छ होइन, माटोले जुन माटोले मात्रै यो गारे घरलाई चाहिँ अड्याएको छ। गारा ढुङ्गालाई चाहिँ हेर्नु ल, अब चट 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 मिलाएर। अब यो भूकम्पले पनि यसलाई लगेन। यहाँ देख्न सक्नुहुन्छ एकदम पुरानो यो कति पुरानो होला यो घरहरू देख्न सक्नुहुन्छ। यहाँ धान कुट्नको लागि खोला बनाइएको रहेछ। म तपाईँहरूलाई यता पनि देखाउन चाहेँ के छ भनेर। अब घर खोलेर भित्र गएर त अब एक्सप्लोर गर्न मिलेन, जहाँसम्म तपाईँहरूलाई म र पनि जहाँसम्म जे देख्छ नि त्यो सिनारीहरू चाहिँ देखाउने प्रयास गरिरहेको छु। अब देख्न सक्नुहुन्छ यो अराउन्ड यस्तो छ नजारा। अनि यो घरको नजाराहरू देख्नुहुन्छ। अनि यो घर त्यो घर जुन पनि घरहरूको जुन गारे घर जुन ढुङ्गाले जोडिएर बनाएको त्यो घरको साइज लगभग एउटै हुनसक्छ होइन। त्यो र यो घरको साइज लगभग एउटै छ। हेर्नु है त, तिनटै एउटै छ। अनि यस्तो नजारा तपाईँहरूले सूर्योदय नगरपालिकादेखि यो लगभग माई नगरपालिका स्टार्ट भइसकेको छ। अनि यो माई नगरपालिकाको जोगमाईको किनारमा आएर हेर्न सक्नुहुन्छ। यदि धानको सिजनमा आउनुभयो भने अझ धेरै यहाँको बेस्ट सिनारो तपाईँहरू क्याप्चर गर्न सक्नुहुनेछ। अहिले पनि धेरै नै अत्यन्तै सुन्दर देखिरहेको छ। बिहानको टाइममा देख्न सक्नुहुन्छ यस्तो पाहाडहरू। ल अब लागौँ है त। अहिले हामी उँधो हिँड्दै गरेको क्रममा चाहिँ जेसिबी फेला परेको छ। जेसिबीको हालत चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ। सायद यो जेसिबी बगाएर लिएको पनि हुनसक्छ, किनकि यो टायरहरू बिग्रेको विचारमा चाहिँ बगाएर लिएको हुनसक्छ। जेसिबीको हालत यस्तो छ। अनि यो पानी अहिले बन्द गरिएको छ, किनकि उहाँ मोहनमा जुन पानी आउने जग्गै बन्द गरेको कारणले गर्दाखेरि चाहिँ यहाँ पानी अहिले चालु भएको छैन। अनि जेसिबीको हालत चाहिँ यस्तो छ एकदम। यो त बगाएर लिएको हो कि त यहीँ नै राखेको हो? यो हेर्दा त जेसिबी ल है त। जेसिबी कसलाई यसो किन्न मन छ 1-2 रुपियाँ खर्च गरेर भने यो नगरपालिकाको जेसिबी लिँदा भयो। देख्न सक्नुहुन्छ जेसिबीको हालतहरू। फाइनली हामीले झोलुङ्गे पुललाई प्रवेश गरिसकेको छौँ। यहाँ चाहिँ गाडी जानको लागि यो ब्लक गरेर यहाँदेखि गाडी यसो जान्छ। हाम्रो चाहिँ पुलकै सवारी गर्ने हामीले निर्णय गरेको थियौँ। झोलुङ्गे पुलको मजा चाहिँ लास्टै मजा आउँछ। अहिले चराउन लाँदै गर्नुभएको अङ्कल? ए ल, हुन त 10 बजिसकेको छ बिहानको टाइमिङ। अब यो बेलादेखि भनेको लगभग अराउन्ड 3-4 बजीसम्म बाख्रा चराउँछ होला है गाउँठाउँको एरियामा। 3-4 बजेको ठाउँमा। हजुर एउटा सानो कुकुरसँग हो? ए हो त कस्तो मजाले, त्यो म छक्कै परेँ। अहिले चाहिँ हामी जाँदै गरेको क्रममा चाहिँ ट्याक्कै यो चाहिँ सानो एउटा डाँडा अथवा गाउँ। यो चाहिँ भन्ज्याङ डाँडा मोस्टली यताको लोकल बासिन्दाहरूले भन्ने गर्दो रहेछ।
अब हाम्रो गन्तव्य भनेको चाहिँ यता हो, देख्न सक्नुहुन्छ अगाडिको भ्यू चाहिँ एकदम दामी देखिरहेछ। अतन्तै मेला लाग्ने एरिया चाहिँ यही हो। यहाँदेखि एउटा खोला उतादेखि बगेर आउँछ अनि यहाँ दुईवटा आएपछि एउटा त्रिवेणी मोड अथवा माघे मेला यहाँ मनाइने गर्छ भने, अनि यताबाट भनेको चाहिँ तपाईँको इलामको गन्तव्य हुनेछ। यहाँदेखि नजिक पर्छ, यो डाँडा क्रस गर्नु बित्तिकै इलाम आइहाल्छ। अहिले चाहिँ हामी फाइनल्ली जोकमाई र जुन माईको जुन त्रिवेणी मोडमा आइसकेको छौँ। अनि यो हाइड्रोको हालत चाहिँ देख्न सक्नुहुन्छ, यस्तो खतरनाक हाइड्रो चाहिँ खराब भइसकेको छ। अहिले पुरा रिकन्स्ट्रक्सन वर्किङको प्रोसेसमा गइरहेको छ। अब म तपाईँहरूलाई यहाँ मन्दिरको पनि दर्शन गराउने छु, जहाँ मेला लाग्छ, जुन माघे मेला लाग्छ, भव्य मेला लाग्छ, त्यो पनि देखाउने छु। धेरै टाढो छैन, बस यो सानो चोटी देख्न सक्नुहुन्छ त्यो हो। अनि यो उसको हाइड्रोको हालत चाहिँ देख्न सक्नुहुन्छ, यस्तो खतरनाक भइरहेको छ। यो सबै बाढी आएको कारणले गर्दाखेरि अहिले पनि यो बनिने क्रममै छ। म अझै पनि तपाईँहरूलाई देखाउने छु अगाडिबाट। यहाँ देख्न सक्नुहुन्छ, ओ के हो यो हालत। यहाँ भगवान्लाई धरि असर भइसकेको रहेछ। ल यो सबै सामानहरू चाहिँ खोलेर सरसफाइ र उयसको गर्ने क्रममा अब भनेको त्यो जुन देखिरहनु भएको छ सानो चोटी, यो चोटी चाहिँ मन्दिरको चोटी हो भने मेला चाहिँ यही साइड लाग्ने गर्दछ। हाम्रो गन्तव्य भनेको चाहिँ यतै हुनेछ यसरी नै। आम्मामा क्या दामी सिनारो देख्यो, एकदम दामी सिनारो, एकदम दामी भ्यू भनेको चाहिँ यो हो नि त। फाइनल्ली जुन माईबेनी जुन मेला लाग्ने गर्दछ, जुन सानो मन्दिरको दर्शन गर्नको लागि यहाँ धेरैजना मान्छेहरू आउने गर्दछ, त्यो जग्गामा आइपुगेछौँ। यतापट्टिको चाहिँ माई खोला भने उतापट्टिको चाहिँ जोकमाई। तपाईँहरूलाई म यहाँ माथि गएर देखाउने छु। यो मन्दिरको प्रवेशद्वार हो भने हाम्रो सौरभ सर अगाडि बढिसक्नु भएको छ। ल हामी पनि अगाडि बढौँ। अब यहाँदेखि म तपाईँहरूलाई यताउताको दृश्यहरू देखाउने छु। अब धेरैजना मान्छेहरूले सोच्नुहुन्छ होला फेरि होइन, मन्दिरमा गएर ब्लग गर्दैछ यताउता भनेर, त्यस्तो नसोच्नु होला होइन। जुन हर जग्गामा मान्छेलाई देखाउनुको लागि होइन, पुर्याउनुको लागि यो जग्गामा यस्तो छ है भन्न र एउटा इन्फर्मेसन पर्पजको लागि भिडियो बनाउनु अत्यन्तै जरुरी छ। सो म तपाईँहरूलाई दृश्य पनि देखाउने छु है त। सबैभन्दा यतापट्टि जोकमाई, उतापट्टि माईबेनी। सबै कुखुरा पो छ त हो यहाँ त। अनि यहाँ देख्न सक्नुहुन्छ यलम्बर हाङ आन्काओ हाङ। ल देख्न सक्नुहुन्छ। अब भनेको चाहिँ क्रिस्टल क्लियरली म तपाईँहरूलाई देखाउन चाहेँ है त। यहाँ ठुलो अक्षरमा माईबेनी भनेर लेखिएको छ। अब यो यलम्बरको मूर्ति देखिसक्नुभयो। अब भनेको म तपाईँहरूलाई देखाउन गएँ यो सबैभन्दा एउटा वान अफ द मोस्ट ब्युटियस पोइन्ट अथवा भन्न सक्नुहुन्छ र हार्ट पोइन्ट भन्न सक्नुहुन्छ यो माईबेनीको। यो जुन त्रिवेणी हो यता र यता, यो जोकमाई भयो भने यो चाहिँ माई हो। यहाँ एउटा रिभर दुईजना आएर मिसिने गर्दछ अनि यही जग्गामा मेला लाग्ने गर्दछ, यही एरियामा। बाँकी तपाईँहरू यो जग्गामा आउनु भएको थिएन, मलाई जरा कमेन्ट गरेर बताउनु होला। अनि अझै पनि यो भिडियोमा हामी यस्तै मजेदार भ्यूहरू र मजेदार चिजहरू एक्सप्लोर गर्नेछौँ। कति चिसो पानी हो गाइजहरू। फाइनली हामीले यहाँ जोकमाई चाहिँ तरिसकेको छौँ। अब म तपाईँहरूलाई माई र जोकमाईको जुन त्रिवेणी जुन पानी मिलेको जग्गा चाहिँ म देखाउन गइरहेको छु है त। ल गाइजहरू, कसम चिसो पानीले मुख धोएर चाहिँ नि यस्तो हुन्छ नि, त्यो काटे जस्तो फिल भइरहेछ क्या चिसोले। यो चाहिँ अब माई र जोकमाईको त्रिवेणी मोड देख्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ पानी भनेको चाहिँ धेरै ठुलो हुन्छ, तरलाई एकदम इम्पोसिबल हुन्छ। अब म देखाएँ त। ल यो देख्न सक्नुहुन्छ, यो चाहिँ एउटा त्रिवेणी मोड हो माई र जोकमाईको। अब यहाँदेखि भनेको चाहिँ खोला तर्नलाई एकदम इम्पोसिबल, नेक्स्ट टु इम्पोसिबल देख्न सक्नुहुन्छ। यस्तो खोला बगिरहेछ आम्मामामा। यहाँदेखि त अनि नेक्स्ट टु इम्पोसिबल भइहाल्छ नि सौरभ सर तर्नुको लागि होइन, यहाँदेखि चाहिँ। ल अनि हामीले चाहिँ सोचेको थियौँ होइन भाइरल मातासम्म जाने, अनि त्यहाँसम्म गएर चाहिँ हामी भाइरल माताको अवलोकन गर्ने भनेर हामीले सोचिरहेको थियौँ। तर हाम्रो अब अहिले चाहिँ फिलहाल प्लान चाहिँ कस्तो भइरहेछ भने यहाँसम्म हामीले हिँडेर अराउन्ड 11:30 टाइमिङ भइसकिसक्यो। आइपुग्दाखेरि अब विचार गर्नुहोस् है, अब हामीलाई पुग्नको लागि पनि लगभग त्यही अनुसारले गर्दा 3-4 घन्टा लाग्छ अराउन्ड। त्यही भएको कारणले गर्दा आज छोटो समय भएको कारणले गर्दाखेरि सायद हामी पुग्न सक्दैनौँ होला। त्यही भएको कारणले गर्दा यहीँदेखि हामी रिटर्न हुने निर्णय गरेको छौँ हामी दुईजनाले। सो अब यो
त्रिवेणी मोडलाई देखाउँदै म यो भिडियोमा तपाईँहरूलाई भन्न चाहन्छु कि यहाँदेखि हामी अगाडि बढ्न सकिनौँ। कुनै टाइम म गएर तपाईँहरूलाई फेरि पनि देखाउने छु, फेरि पनि यस्तै मजेदार चिजहरूलाई एक्सप्लोर गर्नेछु है। अहिलेको लागि चाहिँ यो बगिरहेको सफा र एउटा शान्ति माईको दृश्य हेर्दै हामी बाँकी अगाडिको अवलोकनहरू गर्नेछौँ। ल त देख्न सक्नुहुन्छ एकदमै अत्यन्त सुन्दर छ। मैले चाहिँ अहिले अनुहार पनि धुएँ, त्यो भएको कारणले एकदम चिसो चिसो महसुस भइरहेछ। अब मलाई लगभग स्वेटर लगाउने अवस्था भइसकिसकेको छ। वाह वाह वाह। ल अब भनेको हामी अगाडि बढौँ, गाउँको तर्फ हामी के हेर्दै जानेछौँ यो पारी गाउँतिर। हामी चाहिँ गन्तव्य चाहिँ हाम्रो तल भाइरल मातासम्म जाने थियो, तर असम्भवको प्राविधिकको गडबडीको कारणले गर्दा अब डोजर चलाउन आइएको छ। बाउले भन्थ्यो ड्राइभर बन्नी भनेर। ल अरे यो त के हो? ए काटिँदैन त यार। पछाडि फल्दै क्या हो? कता हो के हो? यो चाहिँ ल भनिसक्यो गाइसहरू। मेरो नयाँ जेसीबीमा तपाईँहरूलाई स्वागत छ। अहिले हामी रिटर्न हुने क्रममा फेरि पनि हामी यो सुन्दर घरको दृश्य एकचोटि हेरेर जानेछौँ। अनि हामीले खाजा पनि किनेर लिएका छौँ, 2टा करेन्ट चाउचाउ र 30 रुपियाँको मूल्य, त्यति आई थिङ्क हाम्रो लागि इनफ हुनेछ। त्यसपछि खाजा खाएपछि हाम्रो यो उकालो बाटोको सवारी हुनेछ। अब अलिकति यो घरको नजाराहरू हेर्न सक्नुहुन्छ। एकदम कारागारी चाहिँ भन्छ नि, त्यो कुन हातले बनायो भन्छ नि, त्यस्तै हेर्न यस्तो स्टेट लगाएर चाहिँ। अनि यस्तो दामी देखिरहेछ नि। अझ मलाई सबैभन्दा ज्यादा यहाँ मन परेको चाहिँ जब यो हामी रोडमा यो बाटोमा हिँड्छौँ नि, यो रोडमा हिँड्दा यहाँदेखि यस्तो उँधोको भ्यू हेर्दाखेरि चाहिँ लाग्छ कि यो कहीँ हामी आयौँ मिनी मुस्ताङतिर जस्तो आयो जस्तो लाग्छ। हेर्नु है, लु लाग्छ कि लाग्दैन भन्नुहोस् त कमेन्ट गरेर मलाई। देख्छु यस्तो दामी छ, भ्यूहरू पनि बब्बालै देखिरहेछ। ल अब हामी गएर खोलाको किनारमा पानी हुन्छ पर्याप्त, त्यहाँ गएर हामी खाजासाजा खानेछौँ। त्यसपछि सिधै हाम्रो उचाइको चढान हुनेछ। बाँकी भनेको त ल जाउँ है त फटाफट खाजा खानु। फाइनली अहिले चाहिँ हामी धेरै नजिक आइपुग्छौँ घरको। हाम्रो जर्नी चाहिँ रिटर्न जर्नी चाहिँ अहिलेदेखि यो भत्किएको डाँडादेखि चाहिँ अझै त्यो पल्लोपट्टिदेखि भएको थियो। अनि यो उचाइको सफर गर्दै गर्दै हामी अहिले यहाँ आइपुग्छौँ। यसलाई चाहिँ यहाँ टेबलमा टिकटक लेखेको कारणले गर्दा चाहिँ वेलकम टु म टिकटक डाँडा भन्छु जहिले पनि यहाँ। अब यहाँदेखि धेरै टाढो छैन सुन्तले आउनुको लागि, बस अलमोस्ट एन्ट्री भइसकेको सुन्तले। अलिकति यहाँ उचाइको सफर लिँदै हामी त्यहाँ माथि पुग्न बित्तिकै हाम्रो गन्तव्य पुग्नेछ। अनि यो भिडियोलाई चाहिँ म सोचेँ कि यहीँ म खतम गर्न चाहिरहेको छु, किनकि अब जहाँ हामी जान चाहेको थियौँ, जुन जग्गालाई हामीले एक्सप्लोर गर्न चाहेको थियौँ, जुन जग्गालाई हामीले दर्शन गर्न चाहेको थियौँ, त्यो जग्गालाई हामीले गर्न पाइएन। किनकि सोचेँ कि हामीले खुट्टा पनि दुख्ने चान्सेस हुन्छ, भरे फर्किने टाइममा पनि हुन्छ नि, एकदम रात परिहाल्छ। किनकि अहिले छोटो समय छ, अरू दिन भए पो 6:30-7 बजीसम्म उज्यालो हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यहीँदेखि रिटर्न भयो। फेरि कुनै दिन हामी फेरि जाउँला, फेरि कुनै दिन हामी त्यहाँ गएर एक्सप्लोर गर्नेछौँ। आजको लागि बस यति नै है त।